टिमले स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद। हामीलाई थाहा छ हामी खेलाडी, हामी देशको गहना। हामी गेमको सुरुवातमा छौँ। यो खेल दोस्रो क्वार्टर फाइनलको गेम हो, जसमा सेमिफाइनलमा बैरिया युवा क्लबसँग भिड्नेछन्। हो खेलको सुरुवातीमा खाता खोल्न सफल रसौली युवा क्लब। अङ्क भने 1-0। स्पाइक आउट। अङ्क कालिका सृजनशील बीलाई। अङ्क भने 1-1। अङ्क रसौली युवा क्लबलाई। अङ्क भने 2-1। उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल कालिका सृजनशील। अङ्क भने 3-2। यो गेम चाहिँ कालिका सृजनशील बी र रसौली है, राम तामाङले सोध्नु भएको छ। यो गेम चाहिँ रसौली ए र कालिका सृजनशील बी। कालिका सृजनशील ए चाहिँ हारिसकेको अवस्था छ है। के हो यो पछि कसको भने हार के भने त अनि कस्तो लाइभमा बोलिरहेको क्या भर्टिकलमा राखेर गर्ने गर्नु त त्यस्तोमा त्यहाँ के देखाएर यसो टच पनि गर्दै गर्नु त त्यो पनि काम जाने ऊ लरिङ देखाउँदो रहेछ, कमेन्ट देख्न नपाउँदो रहेछ। अङ्क कालिका सृजनशील बीलाई। अङ्क भने 3-4। बाबा खेल्दा रहेछ बिली बोल्यो। बल इन, जसले गर्दा अङ्क रसौली युवा क्लबलाई। अङ्क भने 5-3। कस्तो जम्छ मिलन भाइ, तलक मात्रै हेर, माथि केही हेर्नु पर्दैन। सिक्ने बेला यही भाइ यसरी सिक्दै जाने निकै नै राम्रो प्लेसमेन्टका साथमा अङ्क जोड्न सफल रसौली युवा क्लब। तिनजना नाम कसको हाल्नु? अङ्क भने 6-4। कसको हाल्नु? कुमार भाइ नि हाल्नु? कुमार म खेल्दिनँ, कुमार खेलाउने मेरो सर कुमार खेल्नु भन्दा उहाँ टाढोदेखि खेलोस्। स्पाइक आउट, जसले गर्दा अङ्क कालिका सृजनशील बीलाई। अङ्क भने 5-6। स्पाइक आउट, जसले गर्दा अङ्क रसौली युवा क्लबलाई। अङ्क भने 7-5। सुरेन्द्र एउटा मेडल त लिनु त है। खेले होइन राख्यो हुन्छ होला तँ नि खेल्ने हो, लास्टमा जित्नु लाग्यो नि खेल्ने हो कि
खेल्ने हो सम्धि खेल्ने हो सम्धि सबले खेल्छु भने राति भयो भने एकचोटि भने खेल्छु भने आइजसँग एकचोटि भने खेल्छु भने निकै नै राम्रो प्लेसका साथमा अङ्क जोड्न सफल रसौली युवा क्लब, जसले गर्दा अङ्क रसौलीलाई नै 8-5। बल इन, जसले गर्दा अङ्क रसौली युवा क्लबलाई अङ्क भने 9-5। बल जालीमा, जसले गर्दा अङ्क रसौली युवा क्लबलाई अङ्क भने 10-5। बल इन, जसले गर्दा अङ्क कालिका सृजनशील बीलाई अङ्क भने 6-10। उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल कालिका सृजनशील बी, अङ्क भने 7-10। यस हाम्रो टिम हाम्रो निबाट यो क्लबका टिम कोच हुनुहुन्छ ओसन तामाङ र टिम म्यानेजर हुनुहुन्छ लक्ष्मण तामाङ। उहाँहरू जहाँ पाए पनि हुनु नि आउनु। अङ्क रसौलीलाई अङ्क भने 11-7। निकै नै र्यालीका साथमा अङ्क जोड्दै कालिका सृजनशील बी, अङ्क भने 8-11। मिलन तामाङ कृपया ग्राउन्डभित्र बल कन्ट्रोल गर्नका लागि अथवा बल समाएर बसिदिनु हुन मिलन भाइलाई अनुरोध गर्दछु। निकै नै उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल कालिका सृजनशील बी, अङ्क भने 9-11। अङ्क फेरि पनि कालिका सृजनशील बीलाई अङ्क भने 10-11। सही लाग्छ त्यो भाइको सम्झे सम्झे। अङ्क फेरि पनि कालिका सृजनशील बीलाई अङ्क भने 11 बराबर। रेफ्रीको विशेषका साथै टाइम आउटको सङ्केत। अङ्क रसौली युवा क्लबलाई अङ्क भने 12-11।
अङ्क रसौलीलाई अङ्क भने 13-12 एक अङ्कको लिड रसौलीबाट उत्कृष्ट स्पाइकका साथमा अङ्क थप्न सफल कालिका सृजनशील बी अङ्क भने 13 बराबर मुसालाई बल टिप्नु बस्दैन भाइ यार मजाले कुर्सीमा बसेर भिआइपी भन्छ केटाहरू अल्माउनु स्पाइक आउट जसले गर्दा सन्देशले अङ्क राम्रो खेल्छ कालिका सृजनशील बीलाई अङ्क भने 14-13 यही गेम मजा अहिले हुन्छ जे पैसा खतरा गेम हुन्छ उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल रसौली युवा क्लब अङ्क भने 14 बराबर हुन्छ उसले जस्तो भयो खेल्ने भने के डराएर छ अङ्क फेरि पनि रसौली युवा क्लबलाई अङ्क भने 15-14 स्पाइक आउट जसकारण अङ्क रसौली युवा क्लबलाई अङ्क भने 16-14 ब्लक आउट गर्दै अङ्क जोड्न सफल रसौली युवा क्लब अङ्क भने 17-15 अङ्क कालिका सृजनशील बीलाई अङ्क भने 16-17 उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल रसौली युवा क्लब अङ्क भने 18-16 बुलेट मारे यस्तो पढाउँछ जमेन जम्प उत्कृष्ट क्विक स्पाइकका साथमा अङ्क जोड्न सफल कालिका सृजनशील बी अङ्क भने 17-18 यो चाहिँ कालिका सृजनशील बी र रसौली अङ्क रसौली युवा क्लबलाई अङ्क भने 19-17 आपे 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 डज डज स्पाइकका साथमा अङ्क जोड्न सफल कालिका सृजनशील बी अङ्क भने 18-19 बल जालीमा जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 20-18 अङ्क
बल इन जसले गर्दा अङ्क कालिका सृजनशील बीलाई अङ्क भने 19-20। सम्झे प्राइजहरू रेडी भइसक्यो प्राइजहरू रेडी भयो रेडी जस्तै छ सेमिफाइनल गेम खेलाउने भए पनि म रेडी गर्छु भनेको उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल तालिका सृजनशील बी अङ्क भने 20 बराबर। 20 बराबर बनाइदिए भाग उत्कृष्ट क्विक स्पाइकका साथमा अङ्क जोड्न सफल रसौली युवा क्लब अङ्क भने 21-20। बल कहाँ गयो जुन मुनि गयो टिभी लिएर बल इन जसले गर्दा अङ्क कालिका सृजनशीललाई अङ्क भने 21 बराबर। बल जालीमा जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 22-21। एक बिस हुने त गाह्रो पर्छ अङ्क फेरि पनि कालिका सृजनशील बीलाई अङ्क भने 23-21। बल खोला हेर्न आमा उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल रसौली अङ्क भने 22-23। अङ्क कालिका सृजनशील बीलाई अङ्क भने लास्ट 22। स्पाइक आउटको साथमा पहिलो सेट कालिका सृजनशील बीलाई 25-22। सभा साथै बल जालीमा जसले गर्दा अङ्क रसौली युवा क्लबलाई अङ्क भने 17-9। युकेशहरू कुन टिमबाट खेल्छ युकेशहरू कुन टिमबाट खेल्छ भइरियो भइरियो अङ्क कालिका युवा क्लबलाई अङ्क भने 10-17। खेलाडी साथीहरू सबै कुरा देख्न नसक्छ रिबल ठिक छ भएन क्रस थियो बल तर रिबल गर्न कुनै औचित ठुलो कुरा भएन फेरि पनि रिबल गर्न सकिन्छ। फल हुन गएको छ कालिका सृजनशील बीका खेलाडी साथीबाट जसले गर्दा अङ्क रसोलीलाई अङ्क भने 18-10। स्पाइक आउट जसले गर्दा अङ्क कालिका सृजनशील बीलाई अङ्क भने 11-18।
अङ्क रसोलीलाई अङ्क भने 19-11। फल कालिका सृजनशील बीका खेलाडी साथीबाट, जसले गर्दा अङ्क रसोलीलाई अङ्क भने 20-11। बल इन, जसले गर्दा अङ्क तालिकालाई अङ्क भने 12-20। अङ्क कालिकालाई रसोलीलाई अङ्क भने 21-12। सम्झिने बेहोसमा होला। फेरि पनि अङ्क रसोली युवा क्लबलाई अङ्क भने 22-12। अङ्क तालिका सृजनशील बीलाई अङ्क भने 13-21। बल जालीमा, जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 14-22। सर्भिस जालीमा, जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 23-14। बसाउनु कम्प्लिट नगर्नु। अङ्क रसोलीलाई अङ्क लास्ट 14। अङ्क कालिकालाई अङ्क भने 15 लास्ट। उत्कृष्ट स्पाइकका साथमा दोस्रो सेट रसौली युवा क्लबलाई 25-15। सिधै होला नि गेम। ओए गुरुङ ओए यहाँ जा। कालिका सृजनशील बीले हात पार्न सफल भएको थियो। रसौली 22 कालिका 25। सेकेन्ड सेट रसौली युवा क्लबको हातमा। रसौली 25 कालिका 15। तेस्रो सेट अब सुरु हुँदैछ। फेरि पनि दोहोऱ्याउन चाहे आग्रह गर्दछु। रेफ्रीको निर्णयलाई आत्मसात राख्दै र अनुशासित ढङ्गले खेल प्रस्तुति आफ्नो देखाउन हुन खेलाडी मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु।
अङ्क तालिकालाई नै अङ्क भने 2-0। देखि नै उत्कृष्ट स्पाइकका साथमा खाता खोल्न सफल रसौली युवा क्लब। अङ्क भने 1-2। देखि नै लामो र्यालीपछि अङ्क ल्याउन सफल तालिका सृजनशील डी। अङ्क भने 3-1। दोस्रो काठमाडौँको त्यसरी अङ्क रसौलीलाई अङ्क भने 2-3। अङ्क कालिकालाई अङ्क भने 4-2। स्पाइक आउट जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 5-2। अङ्क रसौलीलाई अङ्क भने 3-5। उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्न सफल तालिका 6 रसौली 3। बल जालीमा जसले गर्दा अङ्क तालिकालाई 7-3। बल जालीमा जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 4-7। बल इन जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 5-7। ब्लक हेलो चेक स्पाइक आउट जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 9-5। बोल्न बोल के भने उताबाट भन्न भाषाइन छैन के हो यसो उसो अङ्क कालिकालाई अङ्क भने 10-5। रेफ्रीको विशेषका साथै टाइम आउटको सङ्केत अङ्क भने हेलो चेक अङ्क भने 10-5।
ब्याट्री चिन्नीलाई पठाउनु न यहीँको सर्भिस कालिका सृजनशील बत्तीबाट अङ्क भने 10-5। कतिवटा के ब्याट्री अङ्क रसोलीलाई अङ्क भने 6-10। निकै नै उत्कृष्ट स्पाइकका साथमा अङ्क जोड्दै कालिका 11-6। ल कालिका सृजनशीलले धेरै अगाडि गएको छ पॉइन्ट कालिका सृजनशील खेलाडीहरू निकै तातेका छन् बल जालीमा जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 12-6। चेक त काट्यो लम्बै काट्यो चेक त काट्यो लम्बै काट्यो सब छडाएर आयो निकै नै उत्कृष्ट क्विक स्पाइकका साथमा अङ्क जोड्न सफल रसौली अङ्क भने 7-12। चेक ब्लक आउट जसले गर्दा अङ्क रसोलीलाई कालिकालाई अङ्क भने 13-7। सम्धि सम्धि रेफ्री राख्दैछ भन्छ भन्दै कटाउनलाई धर्काला छ कि राइट हो नि स्पाइक आउट जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 16-7। यस सम्धि यो पछि लगाउँदै सेमी फाइनल गेम 10-15 मिनटपछि हुन्छ भने यस लगतै विजय टिम भर्सेस बैरिया युवा क्लब टाढी 20 मिनट रेस्टपछि खेल सुचारू हुनेछ। यदि बैरिया युवा क्लबका खेलाडी साथीहरूले यो आवाज सुनिरहनु भएको गरेको सुनिरहनु भएको छ भने कृपया कम तयार अवस्थामा रहिदिनुहोला। सम्धि मान्छे यतिर हेर्नु जम्छ मान्छे यतिर जाउने अर्को छ दाङ्ग अस्ति उसले भ्याइदियो कुन चाहिँ उयो चानु खोजेको उसले लानु भयो उसले लानु 2 नम्बर स्पाइक आउट जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 18-8। क्विक छ उता क्विक छ क्विक र लेफ्टी छ अलिक जित्छ कि उता 1 नम्बर फिक्स हानेर सब चेक उडाइदिएर केटाहरूको पॉइन्ट कति भयो साथी पॉइन्टमा एकदम ध्यान दिउँ है केटाहरू एकदम एग्रेसिभ भएर खेलिरहेको साथी राम्रोसित पढ्न ध्यान दिउँ है केटाहरू धेरै एग्रेसिभ भएर खेलिरहेको पोटासको कति हो उतापट्टि टिमलाई पोटास लाग्छ भनेर पुलिसितभन्दा बाहिर खेलाडीहरू भन्छ
उताको 1 नम्बर खेलाडी चाहिँ कस्तो के कुरा तान्यो अनि? पोटास लाग्छ नि बाहिर खेलाडीहरू पुरै छिटो भन्दा बाहिर गयो पुरै बुझ्यो कति हो पोटासको कति राखिदिनु विचार कति अब विचार गरेर कति अङ्क फेरि पनि कालिकालाई अङ्क भने 20-9। स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद निबोटार युवा क्लब कालिका 10 चितवन प्रथम कालिका कप अन्तर पूर्वी चितवन पुरुष नकआउट भलिबल प्रतियोगिता 2082। हामी आज फाइनल दिनमा छौँ। सबै अङ्क रसौलीलाई अङ्क भने 10-20। बल इन जसले गर्दा अङ्क कालिकालाई अङ्क भने 21। फल हुन पुगेको छ कालिका सृजनशील बी का खेलाडी साथीबाट जसले गर्दा अङ्क रसौली युवा क्लबलाई अङ्क भने 11-21। फल नेटच हुन गएको छ रसौली युवा क्लबका खेलाडी साथीबाट जसले गर्दा अङ्क कालिका युवा क्लबलाई अङ्क भने 22-11। हाल्न पायो यस्तो हो कि 20 मिनट टाइम दिनु 20 मिनट टाइम दिएर ल्यायो भने ल्याएन कालिका सृजनशील युवा क्लबका रियल चाहियो खेलाडी साथी हामीले त्यस्तै गरेर अथवा टिम म्यानेजर स्टेजमा सम्पर्क गरिदिनु होला। सर्भिस आउट जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 12-23। रेस्ट बस्यो भने 20 मिनटभन्दा बढी रेस्ट दिने नि फाइनली खेल्नु खाने फाइनलको 5 सेट हुन्छ फेरि त्यही भएर टाइम भ्याउँदैन। स्पाइक आउट जसले गर्दा अङ्क रसौलीलाई अङ्क भने 13-23। लेखेर ब्ल्याडबोर्ड हाल्दै हाल न सकिएको कुरा होइन हाल्ने त हालिसक्यो अङ्क कालिकालाई अङ्क भने लास्ट 13। मिलन ढोडे आइहाल्यो यहाँ साइड रिभ्यू ओ मिलन क्वार्टर फाइनलको तेस्रो सेटमा 2 सेट हासिल गर्दै कालिका बी सेमी फाइनलमा प्रवेश गरेको छ जसकारण हात मिलाऊ साथै कालिका सृजनशील बी का टिम म्यानेजर कृपया स्टेजमा सम्पर्क गरिदिनु होला। पडास लाग्छ नि के हो पडास यहाँ कस्तो पडास नि के हो पडास ल उदाको बोलाउन कालिका सृजनशीलको बोलाउनु न कालिका सृजनशीलको मान्छे बोला कालिका सृजनशील हेलो चेक कालिका सृजनशील बी टिमका टिम म्यानेजर अथवा